श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति मधुर मधुर मेतनं मंगलम मंगलानां सकल निबल्दे सत्फलं चिस्तरूपम् परिगीतं सद्दया हे लया विरुनरमात्मं तारहे कृष्ण नाम श्री कृष्ण कृष्ण भन्दै यो जिन्दगी बिताऊँ प्रभुलाई आँसु बाहेक अरू पुष्प के चढाऊँ ओठमा पीडा कडाली कति दिन सहेर मैले बाँचुँ म यो जगतमा प्रभुलाई पाऊँ कहिले हार होस् या जित होस् या अर्पण गर्दछु जीवनको भार प्रभुको पाउमा राजन राम हरि श्री कृष्ण भगवान गोपाल राधापति कंसारी रघुनाथी राघव विभो गोविन्द फेरि श्रीपति इत्यादि प्रभुका यी नामहरू हुन्छन् यी अनन्तै सधैँ यिनमा कोही त एक नाम जपनु पापादि जानन् सबै हे द्वारिका पति जगतपति हे मुरारी सङ्कटहारी करुणामय निर्भिकारी हे भक्त वत्सल प्रभु हरि जल्दी आई गर्नुहोस् कृतार्थ दर्शन लौ मलाई लीला गरेर जसले सब लोकलाई शिक्षा दिए असल उन्नति गर्नलाई छन् भक्त वत्सल जौन त्रय तापहारी उद्योग पर्व कन पूर्ण गरुन् मुरारी गोविन्द नाथ नाथ प्रभुजी श्री कृष्ण विष्णु हरि बस्ने हौ तिमी द्वारिका नगरीमा आऊ हतारो गरे अन्तर्यामी भएर मौन किन छौ ए विषकर्ता यहाँ मेरो हुर्म तलौ बचाउनु पर्यो यिनका अगाडिमा हे भक्त रक्षक प्रभु हरि हे खरारी हो यो दया हजुरको सब हे मुरारी पर्ने विपत्ति जति छन् निज भक्तलाई आफै गरिदिनुहुन्छ प्रभुले सजै हटाई ब्रह्मा शङ्कर देव सिद्धहरूले ध्यानै गरिने अनि स्वामी हुन् त्रयलोकका उत स्वयं आफै हजुर हौ भनी गर्छु आज प्रणाम सम्झी मनले तिम्रा ती पाउमा मेरो अज्ञान लौ हटाई बस्नु हौ संसारका बीचमा कंगाली कोही दिनमा त विप्र बहुतै कोही सुदामा थिए तिनलाई प्रभुले दान बान्दिन हुँदा तिनको अभावै हटे भक्तैका वशमा परेर नौनी दुधै दही जो मिले गोपीका गृहमा पसेर बहुतै खानु भयो नाथले ब्यादालाई र गिद्ध गणिकालाई पनि तार्नुभयो एको निम्ति प्रभुजीले गोवर्धनै धार्नुभयो भक्ति देखि ती राजपुत्र ध्रुवको सानै थिए तापनि राज्यै बस्नुभयो अचरती भए राजा महात्मा बनी रानी द्रौपदीको पनि प्रभुजीले लज्जा बचाउनुभयो
प्रह्लादैकन रक्ष गर्नका स्वयं नृसिंह हुनुभयो मारी रावणलाई वंशसहितै भारी लडाईँ गरे लङ्का बसानुभयो विभीषण कनै हुनुभयो त मेरा भनी हे कृष्ण साह्रै आपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई हे कृष्ण साह्रै आपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई दुर्योधनको भारी सब म एक्ली नारी दुर्योधनको भारी सब म एक्ली नारी रजस्वला तिना दिनकी लचार पचार पारी रजस्वला तिना दिनकी लचार पचार पारी हे कृष्ण साह्रै आपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई जता हेर्छु उतै देख्छु त्यो बैरीको गेरो जता हेर्छु उतै देख्छु त्यो बैरीको गेरो दुशासनले समाइहाल्यो यो सारीको फेरो दुशासनले समाइहाल्यो यो सारीको फेरो हे कृष्ण साह्रै आपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई दुशासनले सारी लुट्यो कौरवले कुट्यो दुशासनले सारी लुट्यो कौरवले कुट्यो पत्थरले हिर्काएर हातका चुरा फुट्यो पत्थरले हिर्काएर हातका चुरा फुट्यो हे कृष्ण साह्रै आपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई। आज हामी अकबर र बिरबलको कथा सुन्नेछौँ। त्यो पनि मेरो मुखबाट होइन, आमाको मुखबाट। अब आउनुहोस् अकबर र बिरबलको कथा सुनौँ। हरिओम। अकबर र बिरबल राजा बिरबल मन्त्री, अकबर राजा थिए। अनि राजाले बिरबललाई के भन्नुभएछ भने ल बिरबल आजको 7 दिनमा गोरुको दुध खोजेर लिएर आऊ तिमीले भनेर भनेछन्। अनि भनेपछि अब गोरुको त कहाँ खोज्ने, जताततै जाँदा गोरुको दुध पाएनन्। नपाएपछि अनि त्यहाँ चिन्तित भएर आएर घरमा सुतेछन् बिरबल। अनि त्यहाँ सुतेपछि अनि किन यस्तो हुनुभयो भनेर श्रीमतीले भन्दा अब राजाले गोरुको दुध लिएर भनेर भनेको छ। अब म कहीँ कहीँ खोज्दा खोज्दा पाइनँ। अब मैले कसरी ल्याउँछ, 7 दिन ल्याइदिउँ भने छ, भोलि त नलगी हुँदैन भनेर बिरबलले भनेछन्। अनि बिरबलकी श्रीमतीले चाहिँ ल त्यसमा चिन्ता नलिनुहोस्, म जसरी पनि यसलाई पार लाउँछु भनेर उनले थाङ्ना माङ्ना बोटलेर यति पोको बनाएर अनि त्यहाँ पोको पारेर राजाको चाहिँ ठ्याक्क बैठ्यो भन्दा मुनि एउटा तलाउ रहेछ, त्यहाँ गएर धुन थालिछिन्। अनि धुन थालेपछि अनि राजाले हेरेछन् को धोबिनी हो कि को यहाँ आएर लुगा धुनी भनेर भनेछन्। अनि भनेपछि अनि बिरबलको श्रीमती चाहिँ भन्छन् पृथ्वीनाथ म त धोबिनी होइन कुनै बिरबल की नारी महु सुत्केरा पतिले हुँदा सुत हिजो जन्म्यो अरू क्या कहूँ कुनैमा उनी छन् म त रगतको लुगाली यस गरी आएँ धुन्छु भनी नदेखि अरूले साह्रै हतारो गरे। अनि त्यसो भन्नुले अनि राजाले भने फेरि बिची पका झाइन्छ कुरा गराई बिहोस भई छौ तिमी होस हराई तिरीमा पशुती हुन पो सहज हो पुरुष बिहाउँछ कहाँ गजब हो भनेर राजाले भनेपछि
अनि गोरु कसरी ब्याउँछ त सरकार, अनि काँडो दुध ल्याउने त गोरु नभ्याइ भनेर बिरबलको नारीले भनिछिन्। ल हेर्नुहोस्, बिरबल मात्र तगडा भनेको बिरबलको नारी पनि तगडा रहेछ।